अतिथिलाई रियल स्टोरी टाइममा स्वागत गरौँ र बाँकी कुरा उहाँसँग नै गरौँ। नमस्कार बुवा, हजुरलाई एकदमै धेरै धन्यवाद। आज हामीलाई समय दिनुभयो, हाम्रो निमन्त्रणालाई स्वीकारेर हाम्रो स्टुडियोसम्म आइदिनु भयो। म लगायत हाम्रो टिम यहाँलाई एकदम हृदयदेखि धन्यवाद भन्न चाहन्छौँ। नमस्कार हजुरहरू सबैलाई, हजुर लगायत सम्पूर्ण टिमलाई पनि मेरो साधुवाद, नमस्कार। हजुर आराम हुनुहुन्छ? म एकदम ठिक छु। हजुर, कस्तो चल्दैछ अहिलेको समय? अब यो उमेर छिपिँदै गएपछि हुने पहेँलो पातको समय हो। प्रत्येक दिन जस्तो रहँदैन, प्रत्येक रात जस्तो रहँदैन, प्रत्येक हेरिएका चिजहरू हिजो जस्तो आज देखिँदैनन्। त्यो क्रमशः हुँदै जाने हो। तैपनि म खुसी छु, सुखी पनि छु। हजुर, हजुरले कति राम्रोसँग, अब हजुरलाई त नुवाकोटे बा भनेर सबैजनाले भन्नुहुन्छ, चिन्नुहुन्छ हजुरलाई। हजुरले कति राम्रोसँग पाहुनाको हुन् त भन्ने कुरा बताइदिनु भएको छ। म चाहिँ जिज्ञासु किन भएँ भन्दाखेरि चाहिँ अब अहिले हजुरलाई निमन्त्रणा हामीले गरियो, हजुर चाहिँ हाम्रो पाहुना हुनुभयो कि हुनु भएन, त्यहाँबाट सुरु गरौँ। अहिलेसम्म चाहिँ म पाहुना हुन्थेँ। अब यो इन्टरभ्यू सिद्धिएर गएपछि चाहिँ म पाहुना हुन्न। अब म परिचित हुन्छु। पाहुना परिचयको क्रम नभएको चिजलाई पाहुना भनिन्छ। पाहुना आयो घरमा अथवा कुनै ठाउँमा अथवा आफूले केही गरियो भने कुनै कुरा नसोधिकन, नबोलिकन, अरू केही चाहिने भन्दा बेसी कुरा नसोधिकन खान बस्न आफूले सक्ने सेवा गर्न सकियो भने त्यो चाहिँ, र ऊ जाँदा पनि अब तपाईँ कहाँ जाने भनेर सोध्न हुँदैन। त्यस्तो किसिमले पठाइएको चाहिँ पाहुना हुन्छ। अब हामी परिचय नजानेर घरमा आएका सबैलाई पाहुना भन्छौँ। प्रत्येक मान्छेसँग नाता जोडिएको र परिचयको क्रम खुल्ने मान्छे पाहुना हुँदैन। नाता भएका व्यक्ति चाहिँ घरमा आयो भने ती पाहुना हुन्। तिनीहरू नातेदार हुन्, आफन्त हुन्, आफन्त नातेदार हुन्। तिनको हिसाब किताबले गर्ने मर्यादा प्रत्येक नातामा अलग अलग छ। काम गर्ने घरको हली आयो भने पनि आफ्नै किसिमको नाता हुन्छ हो। ज्वाइँ भानिजा आयो भने पनि आफ्नै किसिमको हुन्छ। अरू आफन्तहरू आउँदा नि आफ्नै किसिमको हुन्छ। तर हामी भन्दाखेरि को आछ तेरो भन्दा पाहुना आछ भन्छौँ, तर त्यो गलत हो। वास्तवमा पाहुना चाहिँ बिना परिचयको पाहुना हुन्छ। बिना परिचयको व्यक्तिलाई घरभित्र छिर्न दिन मिल्छ त? दिनु त्यो हजुरको स्वविवेकको कुरो हो। अहिले त आफू थुनिएर बसेर तपाईँ म कहाँ किन आउनु भएन